एभ्रिवान ह्याप्पी होली। आज चाहिँ होलीको दिन रहेको छ। अब चाहिँ म उठेर नुहाइधुवाइ गरिसकेर फ्रेस भइसकेको छु। अब चाहिँ म तपाईँको ड्युटी जाने तयारी हुँदैछ। कपालमा तेलसेल पनि लगाइसकेँ। अब चाहिँ टोपी लाउँछु, मोजाहरू लाउँछु, जुत्ताहरू लाउँछु, त्यसपछि जाने क्रम छ। आज चाहिँ होलीको स्पेसल रहने छ। तपाईँहरू हेरेर साथ दिनु होला। लेसको लगभग हाम्रो ढिला भइसकेको छ गाडीहरू। अब चाहिँ म यहाँ सिँढी चढ्दैछु। यो चाहिँ हाम्रो जापानमा चाहिँ हामी सँगै घरमा बस्छौँ। घरको अब ढोकासोका लगाएर मजाले म आफ्नो बाटोको तयारीमा लाग्दैछु। यस्तै छ गाइजहरू। होली अब हजुरहरू कसरी मनाउनु भयो? अब हामी त अब परदेशको ठाउँमा अब कसरी मनाउनु छ र है। यस्तै हो, हल्का अब त्यही हो, जुसहरू पिउने, खानासाना अब जे छ त्यहीहरू खाने। अब त्यस्तै छ। अब छुट्टी पनि छैन। आज अब फ्राइडे भइहाल्यो। मन्डे बिदा हुन्छ नि त मेरो। त्यही भएर मन्डे आउनु चाहिँ अब 3 दिन बाँकी छ। अब तपाईँहरू त मजाले हिजो अब पाहाडको होली थियो भने आज चाहिँ तयरा होली स्पेसल गरेर मनाउनु भयो होला नेपालमा हुनाले। अब परदेशमा अब जसको जस्तो टाइम छ त्यस्तै तरिकाले मनाउनु होला भनेर भन्न चाहन्छु। लगभग 5-7 मिनट जति लाग्छ मलाई ड्युटी पुग्नलाई। होली यस्तो सुनसान छ यहाँ पनि हेर्नु। बिहान है, सबै आफ्नो गाडीहरू हुन्छ। बाटोमा हिँड्ने चाहिँ पैदल यात्रामा धेरै कम हुनुहुन्छ यहाँ जापानमा पनि। केही न केही साधन हुन्छ कि तपाईँको साइकल होस्, जेसुकै होस्, केही न केही चाहिँ सबैकै हुन्छ। यहाँ चाहिँ पब्लिकहरू चाहिँ भयो। यहाँ हेर्नु पछाडिपट्टि यो गाडी पार्किङ गर्ने ठाउँ चाहिँ कसरी माथि चढाइदिएको हुन्छ। नेपालमा पनि यत्तिको सिस्टमेटिक तरिकाले पार्किङहरू बनाउन सकियो भने सिटीहरूमा धेरै सहज हुन्छ। तर नेपालमा चाहिँ पुरै भ्रष्टाचार माथि छ। अब के गर्ने, हिजो बालेनको होलीमा हेर्नु त्यहाँ कति पब्लिकहरू थियो। त्यही केपी चोरहरू, सेरे चोरहरू त्यहीँ आउँथ्यो भने त्यहाँ कोही पनि आउँथेन। गाइसहरू यस्तै छ है। लेट्स गो, टाटा।